हेलो गाइस, आज चाहिँ हेर्नु हाम्रो भाउजूले के बनाउनु भएको छ हैन। चाउमिन खालके हो कि थुक्पा खालके हो कि यसको नाम चाहिँ चाउमिन अरे तर थुक्पा भन्छ। सुप खालके। तपाईहरुले खानु भएको छ यस्तो झोलवाला चाउमिन? तिमी खाने कि नखाने? म खादिन। रेसिपी चाहियो भने चाहिँ मलाई भन्नुहोस्, म मेरो भाउजूको नम्बर दिइहाल्छु जसले बनाएको हैन गाइस। सो यो चाउमिन खाएर चाहिँ आज को लड्ने पर्यो हैन। झोलवाला चाउमिन कहिले पनि देखेको थिइनँ मैले त। फर्स्ट टाइम हो लाइफमा, फर्स्ट टाइम यस्तो चाउमिन देखेको हो। कोले यहाँ रेसिपी माग्नुहुन्छ त्यो चाहिँ मलाई कन्ट्याक्ट गर्नु। म चाहिँ यहाँ भाउजूको हालिदिन्छु ल, हेर्नुहोस्। तर देख्नु त टेस्टी देख्दैछ, तर मलाई चाहिँ मन पर्दैन है गाइस। यहाँ चाहिँ ऊ भाउजूले बनाउनु भएको हो। यो चाहिँ बनाउनु चाहिँ चाउमिनै बनाएको थियो अरे कि, तर चाउमिन बनाउँदा बनाउँदा थुक्पा डल्लो परेर चाहिँ पानी हाल्दिएको अरे। मुखको रिएक्सन त रिएक्सनै राम्रो आएन है। तर कस्तो भयो थिएन बिना खा त, खाना एकपल्ट खा, नखाइकन राम्रो भयो भनेर। यसको स्वाद बढाउनुको लागि चाहिँ पायल मटर हाल्दैछ है। ला त्यो पनि डुब्यो। यो चाउमिन खाएन भने के हुन्छ अरे? ए ल ल ल ल ल ल लु कस्तो भयो भन्नु ल। छिटो न हो, यहाँ मेरो साथीहरूलाई हेर्नु मन खानु के अरे रेसिपीको नाम सुन्नु मन लागिसक्यो अरे। चाउमिनवाला झोल। झोल मोमो खानु भएको, यो चाहिँ हो झोल चाउमिन। हेर्नुहोस् दामी देख्दैछ है गाइज। अगर कसैलाई खानुहुन्छ भने चाहिँ यहाँ आउनुहोस् हैन।